हेलो सबैजनालाई गुड आफ्टरनुन अनि नमस्ते। आज तपाईँहरू समक्ष एउटा फेरि पनि भिडियो लिएर आएको छु। अहिले चाहिँ वर्तमान समयमा एउटा पोपो लाइभ भन्ने एउटा एप छ। त्यो एप चाहिँ टिकटक पछि चाहिँ आएको एप हो। त्यो एपको बारेमा अब त्यहाँनिर चाहिँ एप टिकटक जस्तै हामीले त्यहाँनिर लाइभ बसेर हुन्छ, तर टिकटकमा पनि पैसा कमाइन्छ। तर पोपो लाइभमा पनि केही न केही त्यस्तै मनोरञ्जन, यो चाहिँ यो सोसियल मिडिया पनि हो, यहाँनिर हो। तर यहाँनिर गेम पनि हुन्छ, धेरै गेमहरू छ। त्यो गेमहरू मध्येमा मैले पनि कहिलेकाहीँ यो पोपो लाइभमा एउटा फिसिङ इरा भन्ने गेम खेल्ने गर्छु। त्यो गेम खेल्दै गर्दाखेरिमा मैले यो फिसिङ इराबाट धेरै पटक अनि मैले चाहिँ त्यो उहाँले त्यो माछा मार्दा माछाभित्र चाहिँ त्यो मैले त्यहाँ चाहिँ त्यो लक्कीमा मैले जितेको कुरा छ। आज पनि मैले एउटा सानो लक्की जितेको छु अनि तपाईँहरूलाई पनि देखाउन चाहन्छु। आउनुहोस्, तपाईँहरू हेर्न सक्नुहुन्छ। अब यहाँ यस्तो गरेँ, क्लिक गरेँ। अब यहाँ ओपन भइसकेको छ। अब मेरो लाइभमा क्लिक गरेँ, फेरि यस्तो ओपन भयो मेरो फेस। अब यहाँनिर यस्तो भइसक्यो, लाइभ आयो, यस्तो भएछ। एकछिन है, पार्टीमा म गएँ, यहाँनिर म यस्तो गरेर देखाउँछु। यस्तो गर्दै गर्दा यहाँ अलिकति ऊ छ, यहाँनिर एउटा भएको छ, यो यसरी डिस्प्ले हुन्छ। त्यही यो पोपो लाइभको चाहिँ मेरो मिसेसले युज गर्नुहुन्छ विशेष गरी। अनि तर मैले कहिलेकाहीँ यहाँ गेम खेल्छु। यहाँ तल हेर्नुहुन्छ, यहाँ म गेममा क्लिक गर्छु। यहाँ गेममा क्लिक गरेर यहाँ तल तपाईँले देख्नुहुन्छ, यहाँनिर फिसिङ इरा भन्ने एउटा न्यू फिसिङ इरा भन्ने गेम। यो गेम चाहिँ मलाई मनपर्ने गेम हो। यो गेम म जहिले पनि खेल्ने गर्छु। यस्तो हुन्छ, यस्तो इन्टरफेस ओपन हुन्छ। यहाँनिर क्लिक गरेपछि यहाँनिर खेलाहरू सुरु हुन्छ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ गेमहरू यहाँ भइरहेको छ। मेरो चाहिँ कोइन छैन। यो हुँदै गर्दा यहाँ मैले चाहिँ यो हुँदै गर्दाखेरिमा यो तपाईँले देख्न सक्नुहुन्छ, यो माछाहरू यहाँ पुटुटुटुट हानिरहेको देख्नुहुन्छ। ओह, त्यो माछा यो गनले 4 कर्नलमा बसेर खेलिरहेको यो माछाहरू छ। तर मेरो यहाँ चाहिँ कोइन नभएको कारणले हुन्छ। ऊ माथि एउटा ढर्को यो माथि तपाईँले देख्नुहुन्छ, त्यहाँ पनि ऊ लक्की हुन्छ। ऊ माछा हान्दैछ, त्यसलाई माछाहरू यो भनेर लक्की पर्ने समय यसमा झनै 30-40 सेकेन्ड हुन्छ। अब फेरि पनि यो प्ले गरेन भने यहाँ चाहिँ रोकिन्छ। यो म पनि यो खेल्छु, मलाई एकदमै इन्ट्रेस्ट लाग्छ। अब चाहिँ मैले चाहिँ यसमा कहिलेकाहीँ टाइम पास खेल्छ। तर मैले चाहिँ अस्ति पनि एउटा लोटरी पारेको छु। यहाँ आज खेल्ने मान्छे रहेनछ, यहाँनिर हान्दैछ। तर आज पोपोमा पनि यो खेलामा चाहिँ त्यति पावर दिएको रहेनछ। अनि यसरी चाहिँ यो पोपो लाइभमा एकदमै यो 1 मिनटमा यो गेम अफ हुन्छ। फेरि पनि यहाँ क्लिक गरेपछि अब हामीले चाहिँ फेरि यहाँ हानिराख्यो 4 कर्नरमा तपाईँले हान्नु। यहाँ माछा पनि त्यो यहाँनिर एउटाले यसले जित्यो, यसले पनि फटायो यो कोइन। यहाँनिर चाहिँ मार्दैछन्, माछाहरू हान्दैछन् यिनीहरू टट्ट पारेर। त्यसले पनि 500 हान्यो, यसरी त्यसले 500 जित्यो। यसरी नै यो गेम खेल्दा एकदमै इन्ट्रेस्टिङ गेम मलाई लाग्छ। कहिलेकाहीँ मलाई मनपर्छ। खेला भनेको म चेस पनि खेल्छु, यस्तो गेम खेल। तर यो चाहिँ अलिकति चेस चाहिँ अब त्यतिकै दिएको कोइनमा मजाले मिलाएर खेलेर नि, यसमा चाहिँ कोइन एकदमै हार्ने सम्भावना हुन्छ। अनि कति कुरा स्टार्टिङ सुरुमा मैले कोइन धेरै हारेको छु। कसरी फेरि मार्यो त्यो एउटालाई, अनि मारिसकेपछि त्यसबाट पनि कोइन मिल्छ। स्टार्टिङमा मैले कोइन सङ्कलन गर्छु, बक्स फुटाउँछु अनि खेल्छु, थुप्रै मेरो कोइन खाइदियो। तर अहिले आएर चाहिँ यसको बारेमा मलाई ज्ञान भयो। अब फेरि पनि 1 मिनट पछि यस्तै हुन्छ। मेरोमा यहाँ तल देख्नुहुन्छ, यो यसमा चाहिँ मेरो 0 छ। मेरो एउटै यहाँ 2 तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ तपाईँले 2 कोइन मात्रै छ। अब यहाँनिर तपाईँले देख्नुहुन्छ, यो ह्याप्ल्याक गर्ने यो
ड्राइगन आउँदैछ, ऊ ड्राइगनलाई हिर्काउँदैछ। यो ड्राइगनलाई हिर्काएर गनले ठोकेर मार्यो भने 10 कोइनले हान्दा 6000 कोइनदेखि 7000 कोइन आउँछ। 4000देखि 7000 कोइन मार्यो। कसले जितेछ? कति कोइन रे मेरो टाइम? 19,000 कोइन यसले लग्यो अनि उसले 100ले हानेको रहेछ। यसरी यो हुन्छ। तर यस्तै हुँदा कुनैले चाहिँ यो माछा नि यो माथि उडेर आएको जस्तै माछाले चाहिँ एकदमै लक्की र एउटा धेरै कोइन बोकेर आएको हुन्छ। त्यो कोइन चाहिँ पारेको छु मैले। आज तपाईँहरू समक्ष देखाउँदैछु। धैर्य गर्नुहोस्, एकछिन यहाँ हेर्दै जाउँ। यो लाइट चाहिँ फेरि यहाँ अफ भयो, फेरि म यहाँ क्लिक गरेँ। आज मार्दैछन् यहाँ सबै किसिमको तपाईँले देख्नु सक्नुहुन्छ कोइन। यो मान्छे जस्तो घक्रक आउँदैछ। यो क्याप्टेन मारेर माथि लग्यो, क्याप्टेन हो। हरेकको साथमा यो क्याप्टेन आउँछ, यो क्याप्टेन भन्छ। यो क्याप्टेनले कोइन कतिसम्म दिन्छ भने यसलाई मारेपछि 50 कोइनदेखि 6000 कोइनसम्म यसलाई दिँदैन। तर यसले पपाउले कहिलेकाहीँ मात्र सधैँ दिँदैन। अनि यो चाहिँ कोइनको भण्डार हो। यो कोइनले जसले फुटाउन सक्छ यसले। आज पावर रहेनछ, यो कसैको पावर छैन, नभए यो कोइन दिइरहेको छैन। यसरी पपो लाइफमा चाहिँ यसरी गेम खेल्दै गर्दा बडो इन्ट्रेस्टिङ हुन्छ। म एकदमै खेल्ने गर्छु। अब एकदिनपछि मैले चाहिँ मैले हिजो एउटा लोटरी पारेको छु, त्यो म सो गर्न गइरहेको छु। आज देखाउँदैछु, धैर्य गर्नुहोस्, तपाईँले हेर्नुहुनेछ। त्यहाँ म एकछिनमा देखाउने छु कति चाहिँ मैले पारेछ। एउटा माछा पारेर यस्तै आइरहेको माछा हान्दाखेरिमा हुन्छ। अब फेरि पनि म के गर्छु, यहाँ पनि खेलिरहेको त्यस्तै त्यो पहेँलो जस्तै माछा लाग्यो। त्यस्तै माछालाई हान्दाखेरिमा मैले त्यो पारेको यहाँनिर छ। यो टिक्का परेको यहाँनिर छ। म क्लिक गरेँ भने एकछिनमा आउँछ। अब एकछिनमा म देखाउनु गइरहेको छु। अब यो पोपो लाइफमा यो खेल्नु जान्छ। यता कर्नलतिर तपाईँले 4वटा ढर्क देख्नुहुन्छ। यो पावर टुल्सहरू प्रयोग गर्ने। यो माथि यहाँ टप 1 2 3 4 यहाँ 5वटा रहेछ। 5वटामा यहाँ सबै रहेछ। यो टुल्स प्रयोग गरेर हान्नुपर्छ। यहाँ तलले कतिले हाने एकै दाइँ सैकर जम्मा 17 लाख कोइन लिएर हानेको रहेछ। 500ले हान्दैछ। यसले पनि यो पोट जस्तै झार्यो। ला पार्यो पनि, यसले थुप्रो पार्यो। अब यो थुप्रो पार्यो, यो अब भाग्छ पनि। यो जितेपछि यसले थुप्रो जित्यो। 10 कोइनले 4000 कोइन जित्यो भने यसले 4000 10ले त यसले त 500ले हानेको थुप्रो जितेर जान्छ। कति जित्छ थाहा छैन। यसरी अब यहाँनिर हुँदैछ। यो भित्र छ है। म फेरि क्लिक गर्छु है। अब त्यहाँ चाहिँ हेर्नुहोस्, तपाईँले यहाँ हेर्नुहुन्छ अस्तिको दिन पारेको। यहाँ पहिला 47,000 कोइन मैले जम्मा गरेँ। पछि 59,615 छ। अब यहाँनिर चाहिँ यतापट्टि चाहिँ रिसिभ गर्नेमा चाहिँ आज हेर्ने भनेको कति आउँछ थाहा छैन। हामी एकछिनमा यसलाई फुटाउने छौँ। यो हामी हेर्ने नै छौँ। अब एकछिनमा हेर्नेछौँ। यो भित्र छ। अब यो चाहिँ लक्की चाहिँ मैले कहाँ पारेँ? यस्तै माछा हान्दै कुनैले पारेँ। पहिला मैले 2,50,000 2,50,000को लक्की पहिला मैले 2 पटक पारेका थिएँ भने यो पटक चाहिँ 1 लाख कति हो 77,000 के कतिको अलिकति कमै पारेछु। 75,000 जस्तो कमको दिएछ। अनि यसरी चाहिँ भएको छ। अब यो मिनेट गइसकेपछि हामी अवश्य नै फुटाउने छौँ। यहाँ मेरो कोइन नभएको कारणले यो एकदमै यहाँ मैले प्ले गर्नु छ। अब हेर्नुहोस्, अब मैले फुटाएँ है। यहाँ म क्लिक गरेँ। अब यतापट्टिको त्यहाँ चाहिँ 47,000। अब यता म रिसिभ गरेँ है। यसलाई कति 71,552 कोइन मैले रिसिभ गरेँ। हेर्नुहोस् त, यहाँ हेर्न सक्नुहुन्छ। 71,552 कोइन मैले आज रिसिभ गरेको। 71,552 कोइन मैले रिसिभ गरेँ। अब यसरी चाहिँ मैले अब यता मेरो आइसक्यो। यहाँ कोइन यहाँ तल अघि थिएन। अब यसलाई मैले टुचुक पार्यो भने फेरि ड्राइगन आयो। यसलाई मैले अहिले हान्दा पनि हुन्छ। यहाँ यसरी चाहिँ यो खेल मैले खेल्दा यति। अब मैले 0 थियो नि 71,000 यसरी। अब यो ड्राइगनलाई हान्दैछ। कसले जित्छ हेरौँ। म त हान्दिनँ। मेरो अब स्टार्टिङमा पावर छैन। आज ढाल्दैन त्यसले पनि, त्यसको पावर सकिसक्यो। अब कोइन वाल्लै छैन। आज यसरी मैले 3 पटक भयो
उसमा फेरि क्लिक गरेँ भने भन्छ अब त मेरो कोइन भएको 10 कोइन मैले 20 कोइन फाल्दैछ। यसरी चाहिँ मैले यो गेम खेलेर मैले चाहिँ एकदमै यसरी भएको छ। अनि यसरी मैले हुन्छ मित्रहरू यसरी चाहिँ पोपो लाइभमा तपाईँहरू पनि खेल्न सक्नुहुन्छ। यो पोपो लाइभको बारेमा यसरी हो। अब यो पोपो लाइभको बारेमा चाहिँ यस्तो छ। अब थुप्रै छन्। अब मैले यसलाई अफ गरेँ, मैले कोइनसँग कन्फर्म गरेँ। यहाँनिर चाहिँ तपाईँहरूले यो सबै यहाँ मान्छेहरू चाहिँ यहाँ लाइभमा बसिराखेको देख्नुहुन्छ। यहाँ अलिकति साउन्ड यिनीहरू अब यहाँनिर यो बक्स छ, यहाँनिर पनि यसरी पनि राख्छ। यिनीहरू म यहाँ गरिरहेको छु। यी अलिकति यहाँ अलिकति भयो। अनि यसरी मान्छेहरू बसिहाल्छ यहाँनिर। उनीहरू यसरी आफ्नो र थुप्रै बस्छन् मान्छेहरू। अनि यसरी थुप्रै छन् मान्छे, थुप्रै देशहरू बस्छन्। यहाँ गेम पनि हुन्छ। गेम चाहिँ कस्तो कस्तो हुन्छ भनेपछि अब यसकै क्लिक गरेँ नि नेपाली हेरेर चाहिँ उहाँकोमा यहाँ क्लिक गरेँ भने यहाँ क्लिक गरेँ, यहाँ गेम थुप्रो यत्रो धेरै गेम छ। यो गेम मध्येमा तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर यो फिसिङ इरा भन्ने चाहिँ मलाई यो गन हान्न चाहिँ साह्रै मनपर्ने। अनि मलाई फुटबल क्रिकेट यस्तो मनपर्छ, चेस मनपर्छ। गन हान्न मन परेर मैले गन हान्नेमा यस्तो मसँग कोइन हुँदैन। यहाँनिर यो बक्सा यताको रातो यो बक्सा फुटाएर कोइन सङ्कलन गरेर मैले खेल्छु। खेल्दै गर्दाखेरिमा चाहिँ त्यो चाहिँ मैले पाएको। यहाँनिर मेरो कोइन त खास छैन, अहिले चाहिँ खास छैन। मेरो कोइन कति रहेछ है, यहाँ चाहिँ 115 कोइन रहेछ। अनि चाहिँ 52,474 यहाँ चाहिँ पोइन्ट रहेछ। यो पोइन्टबाट चाहिँ हुन्छ। अनि यसरी चाहिँ हामी खेल्न सकिन्छ। यसरी छ हुन्छ। अनि यो पोपो लाइभ चाहिँ यसरी खेल्ने हो। यो पोपो लाइभमा लाइभ बसेर केटी मान्छेको लागि चाहिँ विशेष हुन्छ। लाइभ बसेर चाहिँ पैसा कमाउन सकिन्छ। मेरो मिसेसले चाहिँ पोपो लाइभ खेलिसकेपछि उहाँले डेली 3000 कोइन चाहिँ जम्मा गर्नुहुन्छ। म क्लिक गर्छु होइन भने तपाईँलाई 3000 डेली 3000 कोइन उहाँले गर्नुहुन्छ। यहाँ देख्नुहुन्छ माथि तपाईँले यहाँ तपाईँले म देखाउन सक्छु। यहाँ 3000 कोइन, 800 कोइन, 800 कोइन, 3000 कोइन यसरी चाहिँ रिवार्डहरू पाइरहेको छ। डेली 3000 कोइन। अब 3000 कोइनमा एक महिनामा 1 लाख पुगिहाल्छ। 1 लाख भन्दाखेरिमा 20-25 दिनमा 1 लाख पुर्याउँछ। 1 लाखको 1300 भन्न माथि हुन्छ। त्यो 1 घन्टा बस्नुहुन्छ। बाँकी मैले चाहिँ पार्ट टाइममा मैले यस्तो कोइन सङ्कलन गर्छु। अनि चाहिँ गेम घान्ने हो। गेम खेल्दा मैले पनि गरेँ हिजो अस्ति। अनि गेम गरेर मैले यति हुँदा लेभल अप गराइदिएर अहिले चाहिँ 3000 कोइन आइरहेको छ। 9 लेभल पुगेको छ। यसरी हामीले देख्न सकिन्छ। यहाँनिर चाहिँ मेरो यहाँनिर उहाँको कति छ भने यहाँनिर चाहिँ यस्तो क्लिक गरिसकेपछि यहाँ 9 लेभल छ। लाइभ स्ट्रिम यस्तो छ। यसरी छ। अनि थ्याङ्क यू प्रिय मित्रहरू। यसरी मैले आजको पोपोमा पनि तपाईँलाई यो देखाएँ। अनि यो चाहिँ पोपो चाहिँ एकदमै एपहरू मध्येमा टिकटकहरू पनि छ। हरेक गरिसकेपछि त्यहाँबाट पैसा आओस् भन्ने म चाहन्न, नभए हेर्दिनँ। यो चाहिँ पैसा पनि आउने भएर मलाई इन्ट्रेस्टिङ लाग्छ। यो लाइफमा केटा मान्छेको हुँदा केटी मान्छेको मेरो श्रीमतीलाई मैले नै बनाइदिएर उसले खेल्दैछ। बाँकी मैले यहाँदेखि चाहिँ गेम स्याम खेल्ने गर्छु। अनि प्रायः यसको चाहिँ 1 घन्टा प्रायः यो फोन मसँग गेम खेल्ने यताउता गर्ने मेरै हातमा हुन्छ। अनि यसरी नै लेभल पनि मैले बनाऊ। उसलाई गेम चाहिँ मात्र लाइभ बस्ने भन्दा बाहेक छैन। यहाँ कहाँ सेटिङ कसरी चाहिँ पैसा विड्रो गर्ने, यहाँ पैसा विड्रो गर्न पनि सकिन्छ। यहाँ 1 लाख पुगिसकेपछि यस्तो छ। यहाँ विड्रोमा ट्याक्कै गरिसकेपछि मलाई अहिले $5.50 आउँदो रहेछ यतिले। अनि तर यहाँ 1 लाख नभई दिँदैन। अनि यसरी हामी देख्न सकिन्छ विड्रो पनि। थ्याङ्क यू। अनि तपाईँहरूले पनि हेरेर इन्जोय गर्नुहुनेछ। धन्यवाद। फेरि भेटौँला मित्रहरू। ओके बाई।